बलिहाङ पर्व तिहारमा भैलो खेल्दा बलिराजाले पठाएको भन्नुको कारण। बलिराजा भैली खेल्दा किन बलिराजाले पठाएको भनिन्छ त? हे भन भाइ हो फाइलो भैलो भैलो हे हामी त्यसै आएनै फाइलो भैलो हे बलिराजा बलिहाङले पठाका फाइलो भैलो बलिहाङको मगर भाषामा हाङको अर्थ राजा हुन्छ। सम्मानमा तिहारको देउसी भैलो सुरु भएको हो। ईसाको 14औं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्डेङगढी गाविस क्षेत्रमा बलिहाङ राणा मगरले साना मगर राज्यहरूलाई एकीकरण गरी शक्तिशाली राज्यको स्थापना गरेका थिए। राजाराम सुवेदी 2063-89 उनको राज्यको सिमाना मगरा तदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो। मगरातमा मगर अरमुडी राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रूपमा बलिराजाले शासन गरेका थिए। इतिहासविद इमानसिंह चेम्जोङका अनुसार बलि राजाको पाल्पाको बल्ड्याङगढीदेखि भारतको गोरखपुरसम्म उनको राज्य फैलिएको थियो। तिहारमा देउसी भट्टाउँदा भनिन्छ, त्यसै हामी आएका होइनौं बलि राजाले पठाएको। बलि राजा भनेकै राणा मगरका वंश थिए, त्यसैले तिहार चाड मगरको हो भन्ने छ। यो चाड धेरैपछि मात्र हिन्दू दर्शनशास्त्रमा सम्मिलन हुन पुगेको हो। पश्चिमाञ्चल मगरात क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा संस्कृतिविद इतिहासकारहरूले लेखेका छन्, बलिहाङ राणा मगर बलिराजा न्यायप्रेमी धर्मात्मा भविष्यवेत्ता राजा थिए। रैतीहरूलाई यतिसम्म खुसी पारेका थिए कि उनको मृत्युसम्मको कुरासम्म सुन्न सक्दैनथे। एक दिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरूलाई बोलाएर भनेछन्, जसरी हामीहरू एकापसमा मिलेर बसेका छौं त्यसरी नै मिलेर बस्नु। अब मेरो मृत्यु कात्तिक महिनाको औँसीको रातमा हुँदैछ। यो खबर सुनेपछि सारा जनताहरू शोकमग्न भएर रुँदै कराउँदै कस्तो विपद आइलाग्यो भन्दै राजालाई बिन्ती गरे, तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ?